नमस्कार तपाई सम्पूर्ण युट्युब दर्शक महानुभावहरू यतिखेर तपाईहरू हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी युट्युब च्यानलमा आज तपाईहरूलाई केही खेल सम्बन्धी जानकारी दिन उपस्थित भएको छु। यदि भर्खरै मात्रै तपाई युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने यो हो च्यानल खेल खेलाडी र खेल खेलाडीमा जोड्नु भएको छ भने कृपया गरेर लाइक र सब्स्क्राइब अवश्य गरिदिनु होला। वेल युट्युब दर्शक महानुभावहरू नेपाली महिला क्रिकेट टोलीको लागि आईसीसी वुमेन्स वर्ल्ड कप एसिया क्वालिफायर्सको लागि क्यानले सेकेन्ड फेजको प्रिपरेसन क्याम्प गर्नको लागि नेम लिस्ट सार्वजनिक गरेको छ। सो क्याम्पमा 20 खेलाडीहरूको नाम समावेश गरिएको छ, जसमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोडार, पूजा महतो, कविता कुवर, सबिना राई, राजमती ऐरी, काजल श्रेष्ठ, ईश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय, रचना चौधरी, सीता राणा मगर, सीमा केसी र रिया शर्मा रहेकी छिन्। अब यी 20 खेलाडीहरू मध्ये 15 जना खेलाडीहरूलाई समावेश गरिनेछ र आगामी मेमा हुने आईसीसी वुमेन्स टी20 वर्ल्ड कप एसिया क्वालिफायर्समा प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी आगामी 15 जुनमा मेन्स टी20 इन्टरनेसनल ट्राई सिरिज हुन गइरहेको छ र सो म्याचको स्केड्युल सार्वजनिक गरिसकेको छ। सो ट्राई सिरिजमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल प्रतिस्पर्धा गर्नेछन्। पहिलो म्याच जुन 15 मा हुनेछ स्कटल्यान्ड भर्सेस नेदरल्यान्ड बीच, त्यसैगरी दोस्रो म्याच हुनेछ जुन 16 तारिक नेदरल्यान्ड्स भर्सेस नेपाल बीच, त्यसैगरी तेस्रो म्याच हुनेछ जुन 17 तारिक स्कटल्यान्ड भर्सेस नेपाल, त्यसैगरी चौथो म्याच हुनेछ 18 जुन नेदरल्यान्ड भर्सेस नेपाल, त्यसैगरी पाँचौं म्याच हुनेछ जुन 19 स्कटल्यान्ड भर्सेस नेदरल्यान्ड्स बीच भने छैठौं म्याच हुनेछ जुन 20 तारिक स्कटल्यान्ड भर्सेस नेपाल बीच। वेल युट्युब दर्शक महानुभावहरू तपाईहरुलाई थाहा भएकै कुरा हो, अप्रिल 26 देखि मे 3 सम्म यानि कि वैशाख 13 गतेदेखि लिएर 20 गतेसम्म मूलपानी क्रिकेट स्टेडियममा द कोर क्याम्प नेपाल क्रिकेट टिमका टोलीहरूको अभ्यास म्याच हुन गइरहेको छ, जसमा 4 क्याम्पको नाम राखिएको छ, ब्लू क्याम्प, ग्रीन क्याम्प, रेड क्याम्प र येलो क्याम्प। र यी क्याम्पहरूबाट यी अभ्यास म्याचहरूबाट जुन 2 मा हुन गइरहेको CWCL2 यानि कि आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 चरणका म्याचहरूको लागि खेलाडीहरू चयन गरिनेछ। भनेपछि नेपाल महिला क्रिकेट टोली र साथै पुरुष क्रिकेट टोलीको म्याच स्केड्युल एकदमै बिजी रहेको छ र तपाई दर्शक महानुभावहरू मूलपानी क्रिकेट स्टेडियममा हुन गइरहेको द कोर क्याम्पको म्याच हेर्नको लागि अवश्य जानुहोला वैशाख 13 गतेदेखि लिएर 20 गतेसम्म। म भने खेलहरूको अन्य जानकारी लिएर उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि आज्ञा चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।